नि तिम्रो घर कहाँ नि? पिपल बोर्ड भन्दा अलि मुनि क्या त? ए मेरो पनि त त्यही हो नि। कस्तो नचिनेकी त। बरको रुख भन्दा अलिकति मासतिर। तिम्रो बेब हो? कहाँ हुनु? भएको छैन। कोही पनि माग्न आएको छैन? त्यसो भए आई लभ यु। मलाई पनि अंग्रेजीमा बोल्न सिकाइदेऊ न। अंग्रेजीमै मनको कुरा खोल्न सिकाइदेऊ न। ABCD 1 2 3 4 सबै सिकाइदेऊ न। ABCD 1 2 3 4 सबै सिकाइदेऊ न। भन त लो आई लभ यु। भन भन लो आई लभ यु। I love you. Love you, love you, love you, love you. पर्छ हुन्छ? सरी सर, अर्कै संसारमा पो पुगेछु। ए गुरुबा, तिमीले सबैलाई खाना खानु पठाइदियो त? हुन्छ? किन सर, म चाहिँ ट्यार्लिङ गर्नलाई सकेन, कमजोरी भयो भनेर छुट्टै मासु भात खुवाउनलाई लान लाग्नुभयो क्या हो? खालास मासु भात। ए गुरुबा, यसलाई फन्डोलिङ गराएर के कारवाही गर्ने गर त? हुन्छ सर? ए काम भने आइज। मलाई घामट मात्रै नभन्नु न गुरुबा, बान्द्रे घामट भन्नु न। डबल आइज। फन्डो सुरु। मलाई आउँदैन गुरुबा, कसरी गर्ने? तँलाई फन्डो पनि मैले देखाउनु पर्ने। हजुर गुरु। यहाँ हेर, यसो भने पहिला यसरी गरी यसरी। अब त आयो। अलि आएको छैन गुरुबा, हात कसो गर्ने रे? यहाँ हेर, यसरी गर्ने। ओहो, आउन आउन खोजेर त टाउको कहाँ राख्ने भन्ने अलि मिस्टेक भयो क्या सर गुरुबा, एकचोटि गरिदिनु त। अलि पर जानु है गुरुबा, यस्तो गर्दाखेरि जुत्ता फुट्टा फुस्केर पक्कै लाग्यो भने म जवाफदेही हुने थिइनँ। अब गर। ओहो, यो धरती भचिने हो कि? ए गुरुबा, यत्रो ठुलो चोर कसले बनाइदियो होला? एकछिन आराम गर्छ। चुप्लाएर उठेर गर्छु त। उठ। गुरुबाको ऋण त खाएको थिएन होला नि हो पहिले। जिउने बाङ्गेला जस्तो लागिसक्यो गुरुबा। ल उहाँसँग पुग्छु। गुरुबा गल्ली यसरी गर्न मिल्छ होला नि है गुरुबा? त्यसरी मिल्दैन, उठ। त्यसरी होइन। कसरी? अघि गएर यस्तो गर। गुरुबा, अघि गरे जसरी गर्दाखेरि जिउने बाङ्गेर धनुकाँड जस्तो भयो, पछि धनुकाँड जस्तो देखिँदै ऊ धनुकाँड पुलिस आयो भन्यो भने त पुलिसकै बदनाम हुँदैन गुरुबा? चुप गर, खुरुखुरु गर। गुरुबा, यो फन्ड टर्निङ भन्ने चाहिँ कति होला सुरु भएको? तँलाई किन नि? तपाईँले पनि ट्यानिङको बेलामा कति गर्नुभयो होला भनेर। कस्तो लागिरहेछ अहिले? मलाई त एकदम रमाइलो लागिरहेछ गुरुबा। 50-60 वर्षसम्म पुलिसमै जागिर खाइराख्नु जस्तो भएको छ। पछि मेरो 12-13 जना छोराछोरी जन्मियो भने पनि सबैलाई पुलिसमै भर्ती गराउँछु। ल उठ, सामेल भएर सामेल जान ढिलो भइसक्यो। सामेलमा त भेला हुने जम्मा हुने कि सर, म एकचोटि चर्पी गरेर आउँछु है गुरुबा। ल छिटो आइदिने। हुन्छ गुरु। आजको क्लास यो थाहा छ तपाईँलाई होइन? ल छैन भने आजको क्लास हो प्रहरीको काम कर्तव्य। अब यसको बारेमा तपाईँलाई म भन्छु, ध्यान दिएर सुन्नु होला। यहाँको चर्पी गयो भनेदेखि ठन्टल हानिराख्नु पर्ने रहेछ जिन्दगीभरि। घरको चर्पी गयो भने त ठन्टल पनि हान्नु परेन, बरु हलो जोतो खायो भाग। भाग बान्द्रे भाग। सबभन्दा प्रहरीको पहिला काम कर्तव्य के भन्दाखेरि देशमा शान्ति सुव्यवस्था कायम राख्ने र जनताको जीवधनको सुरक्षा गर्ने। त्यसैले त प्रहरीलाई विभिन्न किसिमका तालिमहरू गराइन्छ। प्रहरी स्वयं आफैले आफ्नो सुरक्षा आफैले गर्नुपर्छ। प्रहरीलाई कसैले पनि सुरक्षा दिँदैन, त्यसैले विभिन्न किसिमका तालिमहरू गराइन्छ प्रहरीलाई। प्रहरीलाई कसैले पनि सुरक्षा गर्दैन, त्यसैले प्रहरीले आफ्नो सुरक्षा आफै गर्नुपर्दछ। सर, प्रहरीले त जनताको जीवधनको सुरक्षा गर्ने,
अब प्रहरीलाई नै कोही कोहीले ढुङ्गामुढा गर्यो भने प्रहरीको सुरक्षा चाहिँ कसले गर्ने? त्यसैले त प्रहरीलाई विभिन्न किसिमका तालिमहरू गराइन्छ। कता होइन यो पर्खाल नाङ्न सकिन्छ कि सकिँदैन भनेर प्र्याक्टिस गरेको सकिँदैन रहेछ। उतै जान्छु सर। पुलिसको प्यारामिटरबाट भागिसकेपछि त्यसै फेरि उता जान सजिलो छ? त्यस्तो सजिलो भइदियो अरे पहिला ती भागेकाहरू सबै फर्किन्थे नि। भर्ता हुन्छ जसरी अहिले फाल हालेको थिएँ त्यसै गरी उल्टोबाट फेरि उतापट्टि जाने। उल्टोबाट त कसरी जानु सर? सकिँदैन होला नि। जसरी भए पनि जाने। जय बजरङ्ग बली। किन त्यसै पैसा लगाएर बुझाउने? पुलिस कहाँ जानु न, हामीलाई यो नम्बरबाट धम्की आयो भनेर। हो, यो कुरा ठिक हो। आयो फेरि आयो। हेलो काजी, म काङ्गेल डाँडामा पुगिसके। काजी काजी, अब पुलिस कहाँ जाने हो कि घाट कहाँ जाने हो आफै निर्णय गर्नु। तपाईँहरूलाई धम्की चाहिँ कुन नम्बरबाट आएको रे? यो नम्बरबाट 98,510,44,22,3 लाई पक्नुहोस् है। म दूरसञ्चारमा फोन गरेर यो नम्बर कसको हो पत्ता लगाइदिन्छु। हेलो, म ठोकठाके प्रहरी चौकीबाट असै हिमाल बोल्दैछु। हाम्रो काजी साहबलाई 98,510,44,22,3 बाट धम्की आएको रहेछ। यो नम्बर कसको हो एकचोटि चेक गरिदिनु पर्यो। हातिनु पर्दैन, नम्बर पत्ता लगाउँदैछु। अब यहाँ नम्बर पत्ता लगाएपछि हामी के गर्नुपर्छ गरिहाल्छौँ नि। जसरी पनि है बाबु। हेलो, हजुर हजुर, कार्तिके कार्की रे? हस् हस् हस्, धन्यवाद। कार्तिके कार्की रे, यो गाउँमा कार्तिके कार्की नाम गरेको कोही मान्छे छ? किन नहुनु? माथि भण्डार घरको कार्तिके। तँलाई कार्तिके काजी साहबलाई धम्की दिने होइन? अब खुर्को मामा गरिहाल। कस्तो कुरा गर्नुहुन्छ? कहाँ मैले धम्की दिनु? 98,510,44,22 बाट तेरो हजुरबाले धम्की दियो त? ए, त्यो मोबाइलबाट 2-3 दिनलाई म बोक्छु, मेरो त बोक भनेर धुरमुसीले पो लिएर गइरहेको थियो त। ठिक टाइममा फोन पनि गरिस्। हेलो, खै त काजी साहब, मैले अघि नै पठाइदिइसकेँ हजुर। आउँदै होला, एकछिन बस्नुहोस् न। ठिक छ। 5 लाख 5 लाख काजीले नै गरे त। आइपुग्यो त हजुर मान्छे? छैन। पछाडि फर्केर हेर्नुहोस् न त। जे गरे नि सुख छैन यनेरी बाँच्दै, यनेरी बाँच्दै, मेरी बाँच्दै।